कोही यहाँ फ्री छ आज 1 डे डेटको लागि? हात जोडिन्जेल भएछ यहाँ। मैले सपनामा हेरेको जस्तो केटी है पाइक। कसरी जुटे गाइस? आउने बित्तिकै गेम स्टार्ट भयो। यहाँनिर हाम्रो अर्को साथी पनि जोडियो। टक्सी भेटेर कस्तो लाग्यो? गर्ने मान्छे चाहिँ यहाँ छ कि? सो गाइस चाहिँ आज चाहिँ सानो अब कति दिन पछि है सो सानो भिडियो लिएर आएको छु है। फेरि आज आइपी मेरो आइपी हेरिसक्नु भएको छ है। सो यहाँनिर सानो भिडियो लिएर आएको छु के भन्दाखेरि आज म ऱ्यान्डम केटीहरूलाई भेट्छु अनि त्यहाँनिर चाहिँ फर्स्ट चाहिँ डेटको लागि सोध्नु छ हो। त्यहाँदेखिको 3-4 आवर्सको डेट त्यसमा के हुन्छ त्यो तपाईँलाई देखाउँछु। फर्स्ट चाहिँ अब रोज जान्छु। रोज लिएर आएर भेट्छु गाइस तपाईँलाई। बाइ बाइ। केटी बसिरहेको छु उनीहरूको फर्स्ट सोध्छु ल। औ सुन न आज सानो उयो गरेछु कि म मिन्स डेटिङ उयो गरेछु हो फर 1 डेटको लागि हो। तिमी हुन सक्छौ? हुनसक्छ पक्का? पक्का लानु फेरि लास्टमा टाप दिनु होला नि। टाइम अब त्यो भन्नु सक्दिनँ। हुन्छ कि हुँदैन? हुन्छ कि हुँदैन? हुन्छ लु गाइस लु फर्स्टमै भेटिहालेँ हो। लु तिम्रो उयो विस हो कहाँ जानु है हो? क्याफे जाने कि कहाँ घुम्नु जाने कि तिम्रो उयो चोइस हो त्यो चाहिँ? त्यो त भन्नु सक्छ नि त। मलाई चाहिँ आज त्यस्तो गरेको कि ऱ्यान्डम केटी भेट्छु होइन जसलाई अब डेटको लागि सोध्छु जान्छ भने ठिकै छ नभए चाहिँ अरू सोध्छु भनेको नि त। नजाने? ए ओके ओके ल ल थ्याङ्क यू बाई बाई। लु गाइस फर्स्टमै अब रिजेक्ट भेटेँ अब कोही यहाँ फ्री छ आज 1 डे डेटको लागि? हात जोडिन्जेल भएछ यहाँनिर चाहिँ। हात जोडिन्जेल भएछ। कोही नजाने? ए यहाँ केटा रहेछ लु होस् त्यसो भए ल ल भाइ यहाँ चाहिँ मेरो प्यारो साथी हो हुनु चाहिँ। लु सेकेन्ड रिजेक्सन पनि भेटेँ हो। अब भेट्छु कि भेट्दिनँ गाइस हो हेर्दै गरौँ। आइबिओमा यहीँ बसिकन अब चाहिँ गाइस एकैचोटि चाहिँ माथि सुमार्केट गऱ्यो भेट्यो पनि भेटेँ नि हुन्छ नभए चाहिँ मेरो प्लान चाहिँ आज फ्लप हुने जस्तो भइरहेको छ गाइस साँच्ची भनेको। 2जना सोधेँ 2जनालाई गएर रिजेक्सन पायो हो। अब अर्कोलाई माथि गएर सोध्छु भेटेँ ठिकै छ नभए चाहिँ मेरो आजको प्लान चाहिँ फ्लप भएछ गाइस साँच्ची भनेको क्या। त्यसै त यहाँ कालेबुङ गरौँ भनेर म आँटेँ हो। सो गाइस चाहिँ मैले सुमार्केटलाई खोजिसकेँ तर भेट्नु चाहिँ एकजना पनि भेटिनँ हो। एकजना पनि भेटिनँ हो। अब फेरि ब्याक आइपी जस्तो लाग्यो हो। आज भेट्छु कि भेट्दिनँ हो रहेछ। रोज त किने हो तर मैले स्कुटीमा छोडेर राखिरहेको छु हो किनभने एक जग्गा लाने हो त्यहाँदेखि चाहिँ त्यहाँनिर सरप्राइज दिने चक्लेट पनि गोजीमा छ अहिले चाहिँ मैले देखाउँछु तपाईँलाई हो। भेट्छु कि भेट्दिनँ सुमार्केटले हेरेर आएको एकजना पनि भेटिनँ हो। बाटोमा सोध्नु भएन होला हो। ढुकढुक पनि भइरहेको छ यहाँनिर मेन रोड जस्तो छ। त्यसै त यहाँ गरमले पनि अस्तिसम्म गाइस पानीहरू परेर भएको थियो हो। अहिले त यहाँनिर गरमले नै साह्रो पनि सकेको छ। सो गाइस चाहिँ अहिले चाहिँ अब यहाँनिर एकैछिन डाउन टाउन आइरहेको छु कोक खानु मन परेर हो। अन्त यहाँनिर अघि किनेको गिफ्टहरू यहाँनिर रोज छ यहाँ चक्लेट छ हो गाइस। अनि अब दुइटाबाट जो हुन्छ अब अहिले जो हुन्छ तिनीहरूले त दिने अब हुँदैन भने चाहिँ चक्लेट र रोज अब के हुन्छ हो चक्लेट चाहिँ खाइदिनुपर्छ हो। यहाँनिर कोक मगाएको थिएँ यहाँ मेरो साथी छ यस साथी भ्लगमा वेलकम छ। यहाँ कोक मगाएको थिएँ अब कोक सुक खाएर। सो गाइस चाहिँ अहिले फेरि यहाँ आइसकेको छु अनि यहाँनिर हेर्दैछु क्या गाइस भेट्छु कि भनेर हो तर भेट्नु चाहिँ भेटेको छुइनँ। अब भेटेर आफ्नोसँग छ हो गएर कसो सोध्नु भइरहेको छ हो त्यसो चाहिँ जान्दिनँ भाइ थप्पा खानु मन छैन हो। हेर्दैछु अरू यहाँनिर आइपीको नजारा यस्तो छ हो तर अब
खै कति बजी आउँछ आउँछ भइरहेको छ हो गरमले प्याक भइसक्यो एकतिर हो अन्त गाला तत्तिसक्यो तेरो कोक खाएर आएको तर पनि गाला थाक्यो यहाँनिर भेटेँ हो तपाईँहरूको इन्ट्रेस्टेड हुनुहुन्छ वान डे डेटको लागि दुईजना सक्दिनँ है दुईजना सक्दिनँ है बर्थडे गर्नु ह्याप्पी बर्थडे सो बर्थडे हो बट दुईजना क्युट लाग्यो हो तिनजना क्युट लाग्यो हो तर तिनजनाबाट अब एकजना चाहिँ लानु सक्छु हो जसको कोही केटा छैन फेरि मलाई थप्पड खानु मन छैन नि त जाने जाने लु स्कुटी लिएर आऊ मेरो स्कुटी छ अब ट्रिपल लाइन सक्दिनँ नि पुलिसले पक्रिन्छ नि लु मन बोला मान्नु त माने त तिनजना कसरी लानु एकजना खोजेको तिनजना कसरी लानु भन त एकजना खोजेको तिनजना कसरी लानु भन त लु हुन्छ ऊ हाँसेको त कस्तो मन पर्ने मलाई गाइस खतरा हाँसिदिँदो रहेछ को जाने भन न दुईजना आऊ न त लु गाइस बल भेटे तिम्रो नाम आकाश सो फर्स्ट चाहिँ तल जाउँ ल क्याफे जाउँ हो त्यहाँदेखि तिमी जा भन्नुपर्छ त्यहीँ हुन्छ 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 कि हुँदैन त्यो त भन हुन्छ पक्का होइन लु गाइस लु मैले कति रिजेक्ट भेटेँ हो बल्ल बल्ल यहाँनिर क्युट चाहिँ भेटेँ यहाँ छु भेटेँ भेटेँ हो यत्तिको जस्तो खोजेको त्यस्तै पाए जस्तो लाग्यो क्युट पनि पाएँ हो दादा भएको पनि पाएँ हो मैले सपनामा हेरेको जस्तो केटी है पाएँ चल झुटा ओ तिमी जाली हो जाली हो मिस पासाको जाली हो तिमी माइको जालीमा फस्छ नि त हल्का पिकअप लाउनु दिनु त पाइहाल्यो नि त होइन टुकटुक पकाइस डन्डन आइपुग्यो बर्थडे उसको अरे गिफ्ट चाहिँ उसलाई दिनु यहाँ माथि हो क्याफे यहाँको छौ यहाँको थियो गाइस मैले चाहिँ एकजना खोजेको तर तिनजना भेटेँ हो यस अभिषेक द ओनर हुन्छ दा मैले अस्ति के भनेको थिएँ त्यही आज त्यही हो अस्तिकै मैले के भनेको तपाईँलाई आजको प्रिन्सेस यहाँनिर छ उसको गिफ्ट थ्याङ्क यू अरू अब के खाने के खाने मलाई त जे भन्छ के खाने गिटार पाउँदैन गिटार खान्छ के खाने लु यहाँनिर आजको प्रिन्सेसलाई सोधिहालौँ के खाने प्रिन्सेस अनि प्रिन्सेस अम्बो हामी जोकरहरू है प्रिन्सेस भन्नु पाउँदैन बट सी इज अ प्रिन्सेस लाइक अ प्रिन्सेस है आजको डे अनि के खाने लु पानी पानी ओ फर्स्ट पानी देऊ न तिनवटा पानी देऊ न तिर्खा लागेको यो चाहिँ मेरो बर्थडे हो ए हो र ओ म त उसलाई दिएको त म लान्छु गाइस मैले चाहिँ नि साँच्ची भनेको एकजना खोजेको तिनजना कसरी भेटेँ आज आज तपाईँ लक्की रहेछ लक्की कसरी लक्की भयो म चाहिँ अरू बेला चारवटा भेटाउनु सक्छ तपाईँ आज चारजनालाई जब होला कस्तो लाग्यो दामी यो त जस्ट उयो सुन्दिन अझै दुईवटा तिनवटा भनेको थियौ ओके खाउ न अन्त
यहाँ मगाइदिइरहेको छु खानुहोस् न आजको प्रिन्सेस गाइज लु होइन तिमी यसरी क्युट हो कि मलाई भेटेर भएको ए हो र त्यस्तो साह्रो हो त्यही त है ठिकै हो आज मलाई भेट्छु भनेर अनि आज उसलाई हो डेटमा कस्तो मजा आइरहेको छ डेटमा मजा आइरहेको छ कि डेट जस्तो पनि लागेको छैन है चाहिँ अहिले चाहिँ अब यहाँ म बसिरहेको छु अनि ऊ चाहिँ अब ऊ र उसको साथी चाहिँ भित्र छ अनि एकजना चाहिँ उसको उसबाट चाहिँ आज बर्थडे रहेछ हो अनि म चाहिँ एकैछिन बाहिर गरम भएर एकैछिन बाहिर आएको अनि यहाँदेखिको भ्यू चाहिँ यस्तो दामी देख्छ एकैछिन हेर्नुहोस् न यस्तो दामी देख्छ अहिले कालिम्पोङ हो घाम लागिरहेको छ हिजो अस्ति पानी परेको थियो हो आज चाहिँ अलिकति यहाँनिर उयो छ यहाँनिर ऊ रिल्स बनाउँदो रहेछ यता 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 नचा त दामी छ नि त तिमीहरूलाई मजा आइरहेको छ हजुर बर्थडे गर्ल रहेछ नि त गाइज लु लु गाइस कसरी क्युटे गाइस मलाई आज नि साँच्चै इन्जेक्सन लाउनु पर्ने रहेछ किन माया पऱ्यो नि त चल झूठा है यहाँ त गाइस यस्तो क्युट माया नपरे के भन्छ भन्नु साँच्चै तिमी जाली नै रहेछौ तिम्रो मायाको जालीमा फसिसकेँ नि म चल झूठा है गाइस डाइलग पनि देखाउनुहोस् यसले कतिखेर झाप गाइस अब चाहिँ तलदेखिको चाहिँ अब यहाँ नयाँ क्याफे हेऱ्यो हो यहाँनिर हो ओ प्रिन्सेस हेर्नुहोस् त गाइस यसको स्माइल अब कस्तो रिल्स है यहाँनिर नयाँ क्याफे हेऱ्यो हो यहाँ माथिपट्टि छ अनि म्याडम कस्तो लागिरहेको छ भन त घुम्नु मजा आइरहेको छ मजा अलिक टाढो जाउँ भनेको थियो तर उसले चाहिँ अब बजारतिर बस्ने अरे ओके देन अब उसको पनि ढिलो हुन्छ होला होइन ठिकै छ हामीले पनि बुझ्नु पऱ्यो त्यो अब यही हो है हो यही हो अब है यस्तै छ यसो चोक गरम भएर पाक्कै भइसक्यो अब उसको साथीहरू यहाँ पर्खिँदैछ अब आउने बित्तिकै गेम स्टार्ट भयो यहाँनिर हाम्रो अर्को साथी पनि जोडियो हो ए सहिल भाइ पनि आइपुगेछ हो गरमले चाहिँ यहाँनिर है गेम हुँदैछ यहाँ गेम बेसी भएको बेसी भयो जस्तो लाग्यो फोनहरू चाहिँ यहाँ गेमहरू हुँदैछ गरम भएर पक्क भयो यहाँ म्याडमले पनि पसिना आउनु थालेछ अब चाहिँ टक्सिङ भेटेर कस्तो लाग्यो यहाँ हिर्काउने मान्छे चाहिँ यहाँ छ कि यो झाडीबाट गएको छु कि यस्तो गरेर यस्तो यस्तो अम्बो हँसा त खतरा छ त अन्त उफ्रिनु पनि भ्याकु अहिले चाहिँ अब यहाँ राख्छ यी खानु लागि लु सबैजना चियर्सहरू लु ब्लग गरेको हो लु 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 वन्स मोर लु 3, 2, 1
नाइस अब यहाँदेखि चाहिँ अब सबैजना आफ्नो आफ्नो होला फोटो खिच्ने मान्छेले कति फोटो खिचेको त्यही त है गयो कुकुर बसिरहेको कहाँ जाने ए होम ओके साइडबाट अलिक बाटिदियो लु अब आफ्नो होला ऊ बाइक नयाँ बाइक आउँदै रहेछ ऊ परबाट ऊ हेर त त्यहाँ मजा आइरहेको छ नजाऊ न कसको के अड्के अरे बबल अड्के अब चाहिँ यहाँ सबैजना जाने रहेछ बाई बाई आजको प्रिन्सेसलाई बाई 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 भेटहरू कहाँनिर अगाडि अगाडि गएको है कहाँनिर भागिदिएको है बाई 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 सो गाइस चाहिँ अहिले चाहिँ अब त्यहाँ अघि गएको अनि म चाहिँ यहाँनिर फेरि डाउन आएर यहाँनिर भोक लागेर के खाएर चाहिँ अब निस्केको हो सो अहिले यहाँनिर आवश्यकता पनि ठिकै भइथेँ आवश्यकता यहाँ हाम्रो क्याफेको ओनर है त हुन्छ त बाई बाई सो गाइस अनि आजको ब्लगमा पनि आशा राख्छु म पनि लाइक सेयर सब्सक्राइब डोन्ट फर्गेट है अनि यसको पार्ट 2 चाहिँ हामी कमेन्ट गरिदिनुहोस् होला है बाई बाई